केपी ओली तानाशाही भए, शक्तिको मोह भयो भनेर भन्ने मान्यजीहरू आज नुन खाएको कुखुरा चाहिँ किन ओइलाएर बस्नु भएको छ? सम्माननीय सभामुख महोदय, आज त्यो सबै शेरबहादुरजी प्रधानमन्त्री भएपछि त्यो सबै समाप्त भयो। यसको जवाफ नदिइकन तपाईँहरूले कुन नैतिक आधारमा यहाँ छलफलमा भाग लिनुहुन्छ? सम्माननीय प्रधानमन्त्रीज्यू इन्डियामा जाँदा नेपालको राजदूतावासमा बुच्चे नक्सा टाँसेर उहाँ आउनुभएको छ। यसको जवाफ सत्तापक्षका मान्यजीहरूले दिन सक्नुहुन्छ? सक्नुहुन्न भने तपाईँ नुन खाएको कुखुरा जस्तै हो कि होइन? यसको जवाफ हामीलाई चाहियो। सत्ता पक्षमा रहनुभएका धेरै साथीहरूलाई के लागेको छ भने मै प्रधानमन्त्री हुँ, मै मन्त्री हुँ भन्ने लागेको छ। आएर माननीयज्यूले नै मन्त्री र प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनुहुन्छ। यसले संसदीय व्यवस्थाको गरिमालाई उच्चै बनाएको होला भन्ने म ठान्दछु। तर प्रतिपक्षका सांसदहरूले सत्ता पक्षका सांसदहरूसँग प्रश्नको जवाफ मागेका छैनन्। सम्मानीय सभामुख महोदय, हामीले मन्त्री र प्रधानमन्त्रीलाई जवाफ मागेका छौँ। उपचार पछि बाँचेर आयो भने ठिकै छ, परिवारकोले व्यवस्था गर्ला अथवा कुनै व्यवस्थाबाट उपचार होला। तर यदि बाँचिँदैन भने यसको बिमा गरौँ, राज्यले बेहोरौँ, राज्यले बेहोर्ने नीति बनाऊँ। र यसो हुँदा मर्ने त मरेर गयो, तर बाँच्नेको लागि त आर्थिक भारले बाँच्नै नसक्ने स्थितिको अन्त्य हुन सक्दछ। सम्माननीय सभामुख महोदय, विभिन्न मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथिको छलफलमा हामी भाग लिइरहेका छौँ। अहिले स्वास्थ्य, शहरी विकास र प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विषयमा हामी छलफलमा भाग लिइरहेका छौँ र म तिनै विषयमा केही आफ्ना धारणाहरू राख्ने अनुमति चाहन्छु। मुख्यतया म एउटा मूल कुराबाट सुरु गर्न चाहन्छु। यो संसदमा मान्य सदस्यहरूले बडा जोडका साथ राष्ट्रिय अनुसन्धान किन प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरियो, सम्पत्ति शुद्धिकरण किन केन्द्रित गरियो, अरू किन केन्द्रित गरियो, केपी ओली तानाशाही भए, शक्तिको मोह भयो भनेर भन्ने मान्यजीहरू आज नुन खाएको कुखुरा चाहिँ किन ओइलाएर बस्नु भएको छ? सम्माननीय सभामुख महोदय, आज त्यो सबै शेरबहादुरजी प्रधानमन्त्री भएपछि त्यो सबै समाप्त भयो। शेरबहादुरजी शक्तिको केन्द्रीकरण गरेर किन बसिरहनु भएको छ? सम्माननीय प्रधानमन्त्रीज्यू, यसको जवाफ नदिइकन तपाईँहरूले कुन नैतिक आधारमा यहाँ छलफलमा भाग लिनुहुन्छ? त्यसको जवाफ हामीलाई चाहियो। सम्माननीय सभामुख महोदय, यसकारण आरोपको लागि आरोप लगाउने र अधिनायकवादी बन्नेहरूसँग कुनै प्रश्नको उत्तर छ जस्तो मलाई लाग्दैन। त्यसकारण यो न सुशासनको लागि छ, न कुनै सर्भिस डेलिभरीको लागि छ, न महँगी नियन्त्रणको लागि छ, न कुनै राष्ट्रिय सुरक्षाको लागि छ, न कुनै आज राष्ट्रिय स्वाधीनताको लागि लिम्पुवादिरा, लुपिलेक र कालापानी क्षेत्र समेटेर नक्सा बनाइयो। सम्मानीय सभामुख महोदय, सम्मानीय प्रधानमन्त्रीज्यू इन्डियामा जाँदा नेपालको राजदूतावासमा बुच्चे नक्सा टाँसेर उहाँ आउनुभएको छ। यसको जवाफ सत्तापक्षका मान्यजीहरूले दिन सक्नुहुन्छ? सक्नुहुन्न भने तपाईँ नुन खाएको कुखुरा जस्तै हो कि होइन? यसको जवाफ हामीलाई चाहियो। म अरू कुरा भन्न चाहन्न। शहरी विकास मन्त्रीज्यू यहाँ हुनुहुन्छ सम्मानीय सभामुख महोदय, अरू धेरै त के भनौँ उहाँलाई, उहाँ अब हुनुहुन्छ कि हुनुहुन्न, तर एउटा काम उहाँले गरेर जानुभयो। सम्मानीय सभामुख महोदय, शहरी विकास मन्त्रालयले कास्कीमा चालु रहेका योजनाहरू पनि सबै कटाएर यसमा केही टिप्पणी गर्नै नपर्ने बनाइदिनु भएकोमा उहाँलाई धेरै साधुवाद दिउँ। र अब त्यहाँ पोखरा नगर क्षेत्रभित्रका चालु निर्माणरत यो सडकहरू पनि उहाँले ठप्प पारिदिनु भयो, अलपत्रै पारिदिनु भएकोले, यो सामर्थ्य राख्नु भएकोले उहाँलाई साधुवाद दिएर यसमा धेरै टिप्पणी गर्ने मैले जमर्को गरिनँ। अब म विशेष त स्वास्थ्य मन्त्रालयमै केन्द्रित हुन चाहन्छु। सम्मानीय सभामुख महोदय, यहाँ एउटा कुरा म निवेदन गर्न चाहन्छु। सम्मानीय सभामुख महोदय, 24 लाख खोप कहाँ गयो? हामीले उठाइरहेका छौँ, समितिमा उठाएका छौँ। हामीले सम्मानीय प्रधानमन्त्रीज्यू कहाँ हाम्रो डेलिगेसन टिम गएर बताएको छ र ती 24 लाख कम्पनीबाटै कमिसनबाटै हराएको। सम्मानीय सभामुख महोदय, त्यसको जवाफ चाहिँदैन। निःशुल्क औषधिको कुरा चल्यो। मै स्वास्थ्य मन्त्री हुँदा नै सम्मानीय सभामुख महोदय 72वटा त नयाँ औषधि निःशुल्क बनाएको हो। 139वटा औषधि त त्यति बेलै निःशुल्क गरिएको थियो, एचआइभी एड्सदेखि क्यान्सरसम्मका। अनि यहाँ अहिले अर्को के न चमत्कार गरेँ भने के भ्रमको खेती गरिँदैछ, त्यसको जवाफ चाहिएन सम्मानीय सभामुख महोदय। त्यसकारण मैले माननीय शेरबहादुर तामाङज्यूले जुन खर्च कटौतीको प्रस्ताव राख्नुभयो त्यसको मूलतः समर्थन गर्न खोजेको हुँ। स्वास्थ्य क्षेत्रमा आर्थिक वर्ष 2078-79 1 खरब 17 करोड सँगमा 6 अरब
23 करोड प्रदेशमा र 25 अरब 69 करोड स्थानीयमा गरी जम्मा 1 खरब 33 अरब 1 करोड विनियोजन भई जम्मा बजेटको 8.1% भएकोमा आर्थिक वर्ष 79-80 मा आएर 19 अरब 38 करोड सङ्घमा 6 अरब 26 करोड प्रदेशमा र 27 अरब 44 करोड स्थानीयमा गरी जम्मा 1 खरब 3 अरब 8 करोड विनियोजन भई कुल बजेटको स्वास्थ्यमा लगानी 5.75% कायम गर्ने गरी बजेट 8.1 झन्डै 9% बजेट छुट्याएको ठाउँमा 5.75% कायम गरियो। सम्मानित सभा महोदय, स्वास्थ्य क्षेत्रमा बजेटमा रकम 22 अर्ब 92 करोडले कमी भई 22.5% बजेट कम भएको छ। यसले स्वास्थ्य क्षेत्रमा जुन बजेट लगानी गरिएको छ, बजेट त्यो खर्च होइन। सम्मान्य सभा महोदय, स्वास्थ्य जनशक्तिले रेमिटेन्स पनि ल्याउँछ, स्वास्थ्य जनशक्तिले निर्माण कार्यमा पनि जान सक्छ, स्वास्थ्य जनशक्ति विद्यार्थी हुन्छन्, युवा हुन्छन्, उत्पादकत्व वृद्धि गर्ने हुन्छन्। त्यसैले स्वास्थ्यमा भन्ने गरिन्छ, अर्थविदहरूले भन्ने गर्छन्, स्वास्थ्य विज्ञहरूले भन्ने गर्छन्, स्वास्थ्यमा जुन बजेट छुट्याइन्छ हामीले WHO मा कमिटमेन्ट भएका छौँ। सम्मान्य सभा महोदय, 10% पुर्याउँछौँ भनेर भनेका छौँ। 8.5 पुगेको 8.1 पुगेकोलाई हामी 5 मा झार्दैछौँ। अनि यो जनताको स्वास्थ्यप्रति यो सरकार जवाफदेही छ? यो सरकार विश्व कमिटमेन्टमा प्रतिबद्ध छैन। सम्मान्य सभा महोदय, आगामी आर्थिक वर्षमा 655 स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गर्न 10 अरब छुट्याइएको छ। यसको बाँडफाँडमा वैज्ञानिक आधार देखिएन। अस्पताल सञ्चालनमा स्वास्थ्य कर्मीको व्यवस्थामा बजेटले चासै राख्दैन। भवन मात्रै बनाउने हो र सम्मान्य सभा महोदय, त्यहाँ त इक्विपमेन्ट चाहियो, औषधि चाहियो र जनशक्ति चाहियो, तब न अस्पतालहरू चल्न सक्छन्। मृगौला प्रत्यारोपण, डायलासिस सबै प्रकारका क्यान्सरका रोगीहरूको निम्ति भनेर बजेट छुट्याइएको छ। मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई 5,000 भत्ता दिने भनिएको छ। सम्मान्य सभा महोदय, तर बजेट छुट्याइएको छ 1 अरब 50 करोड। यो चुनावी भाषणका लागि हो भने मैले भन्नु केही छैन। मानिलिउँ सबै प्रकारका बिरामीहरू देशभर 50,000 छन् भने तिनलाई छुट्याउनु पर्यो 5,000 दरले 3 अरब लाग्छ। सम्मान्य सभा महोदय, यो 1 अरब छुट्याएर अनि जनतालाई ढाँटको निम्तो खाइ पत्याउनु भन्ने बाहेक अरू केही हुनसक्छ? हामी यस्ता झुट प्रपञ्चले भरिएका पुलिन्दाहरू दिएर जनतालाई के भन्न खोज्दैछौँ? सम्मान्य सभा महोदय, स्वास्थ्य बिमाको लागि चालु आर्थिक वर्षमा 8 अरब 50 करोड संशोधित समेत विनियोजन गरिएको, अझ बढाइएको थियो, संशोधित घटाएर विनियोजित गरिएकोमा आगामी आर्थिक वर्षमा 7 अरब 50 करोड विनियोजन गरिएको छ, जुन भएकोमा आगामी आर्थिक वर्षमा 12% कम हुने भयो। गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार प्रत्याभूत गर्न स्वास्थ्य बिमा, सामाजिक स्वास्थ्य बिमा भनेर हामीले सामाजिक स्वास्थ्य बिमा कार्यक्रम मै मन्त्री हुँदा सुरु गरेको। सम्मान्य सभा महोदय, र त्यतिखेर कानुन बनाउन अर्थ मन्त्रालय नदिएपछि सामाजिक स्वास्थ्य बिमा कार्यक्रम मार्फत गरियो र पछि यसलाई ऐनको रूपमा ल्याइयो। यो सामाजिक स्वास्थ्य बिमा कार्यक्रम हो। यो कुनै यो नाफा दिने बिमा कार्यक्रम होइन। अहिले नै बिमितहरूले आर्थिक जुन भुक्तानी पाउनु पर्ने हो त्यो पाएको छैनन् र त्यसमा अब यो सामाजिक स्वास्थ्य बिमा जवाफदेहिताको आधारमा यो बनेको छैन। बिमा ऐनको सैद्धान्तिक पृष्ठभूमि नै सामाजिक स्वास्थ्य बिमा भएको हुँदा यो पूर्णतः गैर नाफामूलक र राज्य नियन्त्रित हुन्छ। निजी स्वास्थ्य बिमा पुनर्बिमा, निजी स्वास्थ्य बिमाले पुनर्बिमा गर्छन्, तर सामाजिक स्वास्थ्य बिमा कार्यक्रम यो नाफामूलक हुँदैन, राज्य नियन्त्रित हुन्छ र यो स्वास्थ्य बिमा राज्यको ढुकुटी नै ग्यारेन्टी हुन्छ। यो कुरा त्यही ऐनमा भनेको छ। सामान्य सभा महोदय, संविधानमा निर्देशित समाजवाद उन्मुख राज्य संयन्त्रको प्रस्थान बिन्दु नै सामाजिक स्वास्थ्य बिमा मात्र हो भन्न सकिन्छ, किनकि यसको आशय नै स्वास्थ्य व्यक्तिले रोगीलाई र हुनेले नहुनेलाई सहयोग गरी लोक कल्याणकारी राज्यको अवधारणा यसभित्र अन्तर्निहित छ। सम्मान्य सभा महोदय, स्वास्थ्य बिमामा तिरिने रकमलाई प्रिमियम नभनेर योगदान रकम भनिन्छ। सम्मान्य सभा महोदय, त्यही कुरा उल्लेख गरिएको छ ऐनमा। स्वास्थ्य बिमा ऐन 2076 को परिच्छेद 1 को दफा 2 को कमा सेवा प्रदायकको परिभाषा गरिएको। सम्मान्य सभा महोदय, यसमा निजी स्तरबाट सञ्चालित अस्पताल, शिक्षण अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक
वा क्लिनिक समेत उल्लेख गरिएको छ। बजेट वक्तव्यमा सरकारी मात्र उल्लेख गरेको हुनाले यो ऐन विपरीत र निजी बिमा कम्पनीको नाफामूलक उद्देश्यलाई सहयोग पुर्याउने देखिन्छ सामान्य सभा महोदय। त्यसैले ऐनको विपरीत यस्तो किसिमको बिमा सामाजिक स्वास्थ्य बिमा ऐन एकातिर छ अनि निर्जीवन र जीवन बिमाका दफाहरू उल्लेख गरेर निजी कम्पनीलाई दिने गरी पुस्ट्याउने गरी कसरी आयो? यसको जवाफ चाहिन्छ कि चाहिँदैन? यसरी तोडमोड गरेर कानुन मिच्नै पाइन्छ र सामान्य सभा महोदय? परिच्छेद 2 को दफा 3 मा प्रत्येक नेपालीलाई स्वास्थ्य बिमामा आबद्ध हुने व्यवस्था गरिएको छ। म सक्ने लाएँ सामान्य सभा महोदय। अलि महत्त्वपूर्ण विषय छ। सामान्य प्रधानमन्त्रीज्यू र स्वास्थ्य मन्त्रीज्यू पनि हुनुभएकोले मैले भन्नै पर्नेछ सामान्य सभा महोदय, निजी कम्पनीमा अन्तर्गत रहेका निजी बिमा कम्पनीबाट यो सम्भवै छैन। त्यस कारणले असम्भव हुने कुरा लेखेर हामीले के गर्न खोजेका हौँ? औपचारिक क्षेत्र जस्तै निजामती सेवा लगायतका मा कार्यरत कर्मचारीहरूको बिमामा आबद्ध गर्ने कानुनी व्यवस्थालाई सरकारले सुनियोजित ढङ्गले लत्याएको छ। यस कारणले यसको स्थिति संसदमा उदाङ्ग भएको छ। म भन्न चाहन्छु सामान्य सभा महोदय, निजामती कर्मचारी, जङ्गी, प्रहरी, सेना सबैलाई यसमा आबद्ध गर्ने हामीले उद्देश्य बोकेका हौँ सामाजिक स्वास्थ्य बिमा कार्यक्रममा। तर आज यो आनको तान हाम्रोतिर भन्ने चलन छ सामान्य सभा महोदय, एकातिर आँधी अर्कोतिर झोलुङ्गो भन्ने चलन छ। यस प्रकारको यसको स्पिरिट लेटर यो ऐनको मर्मभन्दा बिल्कुल बाहिर डेभिएट भएर यसको चाहिँ बिमाको बारेमा स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा भनेर भनिएको छ। यस कारणले म भन्न चाहन्छु स्वास्थ्य बिमा कार्यान्वयन मैले सक्ने लाएँ, अन्तिममा आएँ सामान्य सभा महोदय। स्वास्थ्य बिमा कार्यान्वयन गर्न बोर्डको गठन गरिएको छ, जसको कार्यक्षेत्रको अध्ययन नगरी केवल नीति निजी स्वास्थ्य बिमासँग दाँजिएको छ। यसको प्रमुख कार्यमा सेवाको स्तर निर्धारण गर्ने हो। स्वास्थ्य बिमा बोर्डको त्यो सेवा प्रदायकले गुणस्तरीय सेवा दियो कि दिएन भनेर त्यसले रेगुलेसन गर्ने हो। र के बिमा कम्पनी र निजी स्वास्थ्य बिमा कम्पनीले उक्त कार्य निर्धारण गर्न सक्छन्? स्वास्थ्य क्वालिटी हेल्थ एसुरेन्स छ कि छैन त्यो कुरा उनीहरूले अध्ययन गर्न सक्छन्? त्यो उनको दायराभित्र पर्छ। त्यसैले यो त स्वास्थ्य बिमा बोर्ड वास्तवमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेका छन् कि छैन, त्यहाँ औषधि त्यस अनुसारको छ कि छैन, यी सबै कुराहरू छन्। र म अन्तिममा सक्न लाएँ सभा महोदय, मणिपाल मेडिकल कलेज आज निजी क्षेत्रलाई दिँदैछ। 244 रोपनी जग्गा मध्ये 40 रोपनी मात्रै सम्झौता गरेर 200 भन्दा बढी रोपनी जग्गा निजीलाई दिन स्वयं प्रधानमन्त्रीज्यू नै संलग्न हुनुहुन्छ भन्ने बाहिर अखबारमा आएको छ। यसको जवाफ दिनुपर्छ कि पर्दैन? त्यसकारण त्यो निजी क्षेत्रलाई दिनै पाइँदैन। मणिपाल कलेजले चलाउन सक्दिन भन्यो भने स्वतः सरकारीकरण हुनेछ भनेर त्यो हामीले सम्झौतामा उल्लेख गरेका छौँ। आज व्यक्तिलाई दिने काम कहाँबाट हुँदैछ? यसरी देशको सम्पत्ति, जनताको नागरिकको सम्पत्ति व्यक्तिलाई दिने अधिकार कसलाई दियो? त्यसकारण त्यो मणिपाल मेडिकल कलेज सरकारको हुनुपर्दछ, सरकारी हुनुपर्छ। त्यही हो सम्झौता। सम्झौता उल्लङ्घन गर्ने अधिकार कसैलाई छैन। सम्झौता अनुसार होस् र व्यक्ति पोस्ने काम नहोस् राज्यको ढुकुटी दिएर। यो पनि म माग गर्न चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, आज निर्धारित गरिएका विनियोजन विधेयकमाथिको छलफलमा नेकपा एमालेको संसदीय दलको सदस्यको हैसियतले आफ्नो राय राख्नको लागि म यहाँ उपस्थित भएको छु। मूलतः मेरो विषय स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित रहनेछ। हामीले स्वास्थ्य मन्त्रालयको यो विनियोजन विधेयकमाथिको छलफल गर्दा कतिपय कार्यक्रमहरू राम्रै छन्, किनभने नेकपा एमालेको सरकारको निरन्तरताको रूपमा आएका कार्यक्रमहरू राम्रै छन्। तर त्यसलाई बिगार्नका लागि संशोधन गरिएका र नयाँ अहिले मूलतः कार्यक्रमहरूलाई निर्वाचनसँग जोडिएर जनताको नजरमा आँखामा छारो हाल्नका लागि ल्याइएका कार्यक्रमहरू भने स्वाभाविक रूपमा उपयुक्त छैनन्। कतिपय सुन्दा राम्रो लाग्ने छन् तर कार्यान्वयनमा जाने खालका कार्यक्रमहरू छैनन्। यसर्थ म सरकारलाई यी कार्यक्रमहरूलाई परिमार्जन गरेर जनताको सेवामा समर्पित हुने गरी यसलाई बनाउन सकियो भने जनता लाभान्वित हुन्छन् भन्ने विषयतिर सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। सबैभन्दा पहिले सम्माननीय सभामुख महोदय, यो स्वास्थ्य बिमासँग सम्बन्धित विषय भनेको सर्वसाधारण नागरिकहरूका निम्ति यो सामाजिक सुरक्षाको कार्यक्रम हो। पैसा नहुने व्यक्तिहरूले पनि स्वास्थ्यको कारणले गर्दा
उपचारबाट वञ्चित हुनु नपरोस् भनेर हामीले यो स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडि ल्याएका छौँ। तर यो कार्यक्रम अहिले सार्वजनिक र सरकारी ठाउँबाट मात्रै गर्ने भन्दा आम रूपमा तलका ग्रामीण क्षेत्रमा रहनुभएका व्यक्तिहरू उपचार गर्ने कुराबाट वञ्चित रहने खालको एउटा परिपाटी रहेको छ। नारामा हेर्दा स्वास्थ्य बिमा छ, तर व्यवहारमा जनताहरू त्योबाट विमुख गराइने खालको परिपन्थ चाहिँ यहाँनिर भएको छ। यसले जनताले सेवा लिने खालको स्थितिबाट वञ्चित भएको विषयप्रति म ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेडिकल कलेजहरूले वर्षको 2 पटक आधारभूत स्वास्थ्य शिविरहरू स्थानीय पालिकाहरूसँगको सहकार्यमा वर्षको 2 पटक निशुल्क स्वास्थ्य शिविर गर्नुपर्ने भनेर उल्लेख गरिएको छ। तर त्यसको कुनै अनुगमन र मूल्याङ्कन गरिएको छैन। मानिलिउँ स्वास्थ्य यो हाम्रो विज्ञान प्रतिष्ठानहरू र मेडिकल कलेजहरू चुनाव आएपछि निर्वाचनलाई प्रभावित गर्नका लागि मात्रै स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने खालको जुन परिपाटी छ, यसलाई विधिभित्र ल्याउनको निम्ति सरकारको ध्यान आकृष्ट गर्नको निम्ति पनि म यो नीति कार्यक्रम यो बजेटको बारेमा सरकारको ध्यान जाओस् भनेर ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै हामीले एक अस्पताल एक चिकित्सकको जुन नीति अगाडि सार्यौँ, यो अहिलेको सरकारले ठिक्क उल्टो गरेर ल्यायो। हामीले भन्न खोजेको कुरा के हो भने डाक्टर नर्सहरूलाई सेवा सुविधा पुग्ने गरी वृद्धि गरौँ, तर सम्बन्धित विशेषज्ञ भएको डाक्टरले त्यही सरकारी अस्पतालबाट नै 24 आवर सेवा दिने व्यवस्था गरौँ भनेर हामीले एक अस्पताल एक चिकित्सकको कुरा ल्यायौँ। तर यहाँनिर के गरियो भने जिल्लामा हामी यो कुरा लागू गर्छौँ भनेर भनियो। जिल्लामा गएको डाक्टर नर्सहरूले त छुट्टै क्लिनिक खोल्दैनन् नि सभामुख महोदय। त्यसले गर्दा यसलाई उल्ट्याएर ल्याइएको छ। कार्यक्रम छ कि छैन भन्दा छ जस्तो पनि छ। यो अहिलेको सरकारले अघिल्लो सरकारको स्पिरिट नबुझेको हो अथवा बुझेर पनि यसलाई बङ्ग्याउन खोजिएको हो। यसको बारेमा पनि म सरकारलाई क्लियर हुनको निम्ति ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै हामीले अघिल्लो सरकारमा रहँदाखेरि ट्रमा सेन्टर हामीले 7 प्रदेशमा एक-एकवटा गरेका थियौँ। अहिले 1 नम्बर र मध्य प्रदेशमा ट्रमा सेन्टरबाट वञ्चित गराइएको छ। यो गराउनुको पछाडिको कारण के हो भन्ने विषय पनि म यहाँ प्रश्नको रूपमा उठाउन चाहन्छु। त्यस्तै यी विभिन्न खालका परिवेशहरूमा स्वास्थ्य सेवाबाट जुन हामीले लाभान्वित गर्नुपर्ने स्वास्थ्य सेवा दिनुपर्ने खालका जति पनि प्रक्रियाहरू छन्, यीबाट सरकार चाहिँ बाहिर गइराखेको छ। कार्यक्रमहरू हेर्दा कतिपय पढ्न सुन्न आनन्ददायी नै लाग्ने खालका छन्, तर स्वास्थ्य मन्त्रालयमा मात्रै 21 अरब 31 करोड रकम अघिल्लो वर्षभन्दा यसचोटि रकम कटौती गरिएको छ। तर कार्यक्रमहरू हेर्ने हो भनेदेखि यो पनि सञ्चालन गर्छु त्यो पनि सञ्चालन गर्छु भनेर आकाशका तारा नै झार्छ कि यो सरकारले जस्तो गरेर मान्छेहरूमा यो खालको विज्ञापन दिने खालको कामहरू भएको छ। सम्माननीय सभामुख महोदय, हामीले 396वटा अस्पताल सुरुवात गर्दाखेरि हामीले 56 अरब रकम हामीले ती भवनहरू निर्माण गर्नको निम्ति छुट्याएका थियौँ। तर अहिले 655वटा अस्पताल निर्माण गर्ने सन्दर्भमा 10 अरब रकम भनेको छ। यो करिब एउटा अस्पतालको निम्ति 1 करोड 52 लाख जति मात्रै पैसा पर्छ। यसले गर्दा यो कार्यक्रम कार्यान्वयन गर्ने कुराको लागि भन्दा पनि देखाउनको लागि मात्रै गरिएको छ। ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्यको निम्ति सङ्घ र तल अस्पतालहरूमा गरेर 20वटा अस्पतालहरूमा हामी ज्येष्ठ नागरिक वडा बनाउँछौँ, वार्ड बनाउँछौँ भनेर यो सरकारले कुरा उठाएको छ। सम्माननीय सभामुख महोदय, ज्येष्ठ नागरिकहरू वयोवृद्ध हाम्रा अभिभावकहरू देशका सबै कुना कुनामा छरिएर रहनु भएको छ। अब 20वटा मात्रै अस्पतालमा गर्दा ती ज्येष्ठ नागरिकहरूले ग्रामीण क्षेत्रमा र आधारभूत ठाउँबाट स्वास्थ्य सेवा लिन सक्ने खालको स्थिति हुन्छ। यहाँ कार्यक्रम हेर्दाखेरि त्यो कार्यक्रम झट्ट हेर्दा राम्रो जस्तो देखिए पनि यो कार्यक्रम चाहिँ व्यावहारिक रूपमा कार्यान्वयन हुने खालको स्थिति देखिँदैन। त्यस्तै सिकल सेल एनिमियाको बारेमा जुन रोगको बारेमा अघिल्लो सरकारले पनि सेती अस्पताल र हामीले बाँके बर्दियाको कुरालाई ल्याएका थियौँ। यहाँ अहिले त्यसमा के कुरा अगाडि सारिएको छ भने त्यो रोगलाई अनुसन्धान गर्नको निम्ति अब अर्को एउटा छुट्टै संरचना अथवा संस्था बनाउने जुन परिकल्पना गरिएको छ,
यसले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न खालको परिकल्पनाहरू गर्दै आफ्ना कार्यकर्ताहरूलाई भर्ती गर्नको निम्ति रोजगारी दिनका निम्ति त यी कुराहरू कामयाबी होलान्। तर साँच्चै भन्ने हो भने जुन समुदायका लागि हामीले अध्ययन गर्ने रिसर्च सेन्टर अर्को मात्रै बनाउने, के हाम्रो चौधरी अथवा थारू कम्युनिटीका साथीहरू यही रोगले मात्रै पीडित हुनुहुन्छ र उहाँहरूलाई पनि त अरू रोगले पनि आक्रान्त बनाउँछ? यसर्थ ती अस्पतालहरूलाई नै यो सेवा सुविधाबाट वृद्धि गर्ने कुरा गरियो भने त्यो सहज हुन्छ। तर सरकारले त्यो ढङ्गले यो कुरालाई अगाडि बढाएको छैन सभामुख महोदय। यसर्थ म सरकारलाई के आग्रह गर्न चाहन्छु भने कतिपय कुराहरू झुटको पुलिन्दा अथवा झुटको सहारा लिएर राम्रो काम गर्ने कुरो भन्दा पनि हामी मन वचन र कर्मले नै राम्रो काम गरौँ भन्ने आग्रह गर्न चाहन्छु। सम्मानीय सभामुख महोदय, मैले एउटा घटना यहाँ सम्झिराखेको छु। मलाई लाग्छ यो घटना र पात्रहरू मिल्यो भने एउटा संयोग मात्रै मान्ने भन्ने सन्तोष पन्तको एउटा टेलिभिजन हेरेको छु मैले। एकजना माननीय महोदयले सगरमाथा टेलिभिजनमा एउटा इन्टरभ्यू दिनुभयो र उहाँले भन्नुभयो अघिल्ला चोटिको सरकारले 5,000 रुपियाँ लिएर यो कोरोना भ्याक्सिनको विरुद्ध सुई लियो, मैले तिरेँ भनेर एकजना महानुभावले सगरमाथा टेलिभिजनमा अन्तर्वार्ता दिनुभयो। 77 साल फागुन 19 र 21 गतेसम्म 3 दिन चलेकोमा 19 गते स्वयं महानुभावले नै संसदले यो व्यवस्था गरेको सिभिल अस्पतालमा दर्ता नम्बर 49 रहेर 65 वर्षका माननीय ज्यूले नै त्यो सेवा लिनुभएको छ। नाम यहाँ म उल्लेख गर्न आवश्यक ठान्दिनँ सभामुख महोदय। तर स्वयं म यहाँ के प्रश्न गर्न चाहन्छु भने सांसदको हैसियतले सिभिल अस्पतालमा 5,000 रुपियाँ तिरेर मैले सुई लिएँ भन्ने महानुभाव कि संसदले त्यहाँ मिलाउँदाखेरि यो 5,000 रुपियाँ उहाँबाट कमिसन खायो कि सिभिल अस्पतालले खायो कि उहाँ स्वयं व्यक्तिले यो गलत कुरा भन्नुभयो? नैतिक यसको जवाफदेही हामीले लिनुपर्छ कि पर्दैन? म सरकारमा रहनुभएका व्यक्तिहरू मार्फत त्यो हुलिया मिल्ने खालका व्यक्तिहरूले जवाफ दिने क्रममा यसको नैतिक जिम्मेवारी लिएर जवाफ दिनुहुनेछ भन्ने आशा मैले लिएको छु। सम्मानीय सभामुख महोदय, मलाई एउटा रमाइलो लागेको छ यो संसदमा छलफलको क्रममा यो नीति कार्यक्रम र बजेट विनियोजनको बारेमा यहाँ छलफल हुन्छ। प्रतिपक्षका मान्यज्यूहरू यहाँ आउनुहुन्छ, आफ्नो धारणा राख्नुहुन्छ। धारणा राख्ने बित्तिकै सत्ता पक्षमा रहनुभएका धेरै साथीहरूलाई के लागेको छ भने मै प्रधानमन्त्री हुँ, मै मन्त्री हुँ भन्ने लागेको छ। आएर माननीय ज्यूले नै मन्त्री र प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनुहुन्छ। यसले संसदीय व्यवस्थाको गरिमालाई उच्चै बनाएको होला भन्ने म ठान्दछु। तर प्रतिपक्षका सांसदहरूले सत्ता पक्षका सांसदहरूसँग प्रश्नको जवाफ मागेका छैनन्। सम्मानीय सभामुख महोदय, हामीले मन्त्री र प्रधानमन्त्रीलाई जवाफ मागेका छौँ। यदि सत्ता पक्षको साथीहरूलाई त्यही लागेको हो भने 1 गतेसम्म जुन मन्त्री र प्रधानमन्त्रीले जवाफ दिने समय छुट्याइएको छ, सत्ता पक्षका सांसदहरूले नै जवाफ दिने कार्यक्रम राखेर त्यो कार्यक्रम संशोधन गर्नका लागि पनि सुझाव दिँदै मेरो आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, म यस सदनमा विनियोजन विधेयक खास गरी स्वास्थ्य मन्त्रालयको खर्च कटौती प्रस्ताव, म यस सदनमा स्वास्थ्य मन्त्रालयको बजेटको सम्पूर्ण बजेट घटाएर 1 रुपियाँ गरियोस् भन्ने प्रस्ताव गरेँ। यसका केही कारणहरू छन्। सर्वप्रथम सरकारी अस्पतालको सुधार। हाम्रा सरकारी अस्पतालहरूको गुणस्तर र सेवा अत्यन्त दयनीय छन्। बिरामी उपचारको लागि अस्पताल पुग्छन्, बिरामीको जाँच गर्ने उपकरण बिग्रिएको हुन्छ। विशेषज्ञ डाक्टरहरू पनि हुँदैनन्, बिरामी भर्ना गर्ने बेड नै अभाव छ। कहिलेकाहीँ त सरकारी अस्पतालले नै बिरामी उपचार गर्न नसक्ने भन्दै निजी अस्पतालमा रिफर गरिन्छ। कहिले बेड छैन भनिन्छ, कहिले बिरामी प्राइभेट अस्पतालमा पठाइन्छ। यो हुनु दुःखद विषय हो। सरकारी अस्पतालमा कुनै बिरामी उपचारको लागि आउँछ भने त्यहाँ उपचार भएकै हुनुपर्दछ। बेड र उपकरण पर्याप्त हुनुपर्दछ र उपचार सेवा गुणस्तर हुनै पर्दछ। हरेक प्रदेश र पालिका तहमा पूर्ववर्ती केपी ओली सरकारले अगाडि बढाएको नीति अनुसार सबै तहमा सरकारी अस्पताल हुने कुराको घोषणा गरेर त्यो काम सुरु पनि गरेको थियो। यसतर्फ बजेटले समेटेको देखिएन।
जनताको स्वास्थ्य राम्रो ख्याल नगरी बजेट ल्याएको कारण सम्माननीय सभामुख महोदय सरकारी अस्पतालमा त्यसलाई गुणस्तर सेवा वृद्धि गर्ने र कोही पनि बिरामी सरकारी अस्पतालमा आएपछि फर्केर जानु नपरोस्, त्यही अस्पतालमा उपचार हुने बात पनि हुनै पर्दछ। यसो गर्ने गरी कुनै बजेट नआएको कारणले म यो मन्त्रालयको सबै बजेट कटाएर 1 रुपैयाँ मात्र गरियोस् भन्ने प्रस्ताव राख्छु। अर्को मृत्यु बिमा। सम्माननीय सभामुख महोदय, मानव जीवन एक दिन मर्नै पर्छ, अजम्बरी कोही छैन, तर स्वास्थ्य हुँदासम्म श्वास छैन्जेल आस भने चाहिँ जीवनको उत्तरार्धमा अस्पताल लगिन्छ। बाँच्न आश सबैको हुन्छ, उपचारपछि बाँचेर आयो त ठिकै छ, तर कहिलेकाहीँ उमेर हद वा रोगको कारणले मान्छे बाँचिँदैन पनि। तर अस्पतालको बिल बाँचेकालाई साँच्चै अदमरो हुने खालको हुन्छ। मान्छे मरिसक्छन् तर अस्पतालको बिल तिर्न नसक्ने हालतमा पुग्छ र अस्पतालले भन्छ यति लाख बुझाऊ अनि लास लैजा। यस्तो खालको चाहिँ स्थिति देखा परेको छ र अब यसको उपाय छ। अब सरकारले यसलाई अलिकति नयाँ ढङ्गले सोचौँ। एउटा अनुरोध गर्न चाहन्छु, मृत्युको बिमा गरौँ। अर्थात् उपचारपछि बाँचेर आयो भने ठिकै छ, परिवारकोले व्यवस्था गर्ला अथवा कुनै व्यवस्थाबाट उपचार होला। तर यदि बाँचिँदैन भने यसको बिमा गरौँ, राज्यले बेहोरौँ। राज्यले बेहोर्ने नीति बनाऊँ र यसो हुँदा मर्ने त मरेर गयो, तर बाँच्नेको लागि त आर्थिक भारले बाँच्नै नसक्ने स्थितिको अन्त्य हुन सक्दछ। यो ढङ्गले सोचौँ र यो ढङ्गले कार्यक्रम बनाउनु हो भने त ठिकै छ सभामुख महोदय, बनाउनु भएन भने किन चाह्यो। त्यसैले 1 रुपैयाँ गरौँ। स्वास्थ्य मन्त्रालयको बजेट 1 रुपैयाँ गरी केही फरक पर्दैन। अर्को उपचार निःशुल्क। खास गरी हामीले स्वास्थ्य बिमाका कार्यक्रमहरू त अगाडि बढायौँ र सभामुख महोदय, स्वास्थ्य उपचार महँगो हुँदै गइरहेको छ। स्वास्थ्यलाई सरकारले नै सेवाको ठाउँमा व्यवसायको रूपमा विकास गरिरहेको छ। जनताले स्वास्थ्य उपचार पाउने संवैधानिक हक वास्तवमा गुमाउँदै लगिरहेको छ। यसलाई प्रत्याभूत गर्न नागरिकको स्वास्थ्य उपचार निःशुल्क हुनुपर्दछ। हामीले संवैधानिक व्यवस्था गरेका छौँ। त्यसैले नागरिकको स्वास्थ्य उपचार निःशुल्क हुनुपर्दछ। निःशुल्क गर्न सक्छौँ, फेरि हामी सक्छौँ, नसक्ने होइन। त्यसैले म यो तर्फ जोड दिन चाहन्छु। यसको लागि आम नागरिकलाई हेल्थ आइडी उपलब्ध गराउँ। जन्मे पछाडि कोही व्यक्तिले आफ्नो जन्म दर्तासँगै उसको हेल्थ आइडी पनि उसलाई उपलब्ध गराउँ र त्यसलाई डिजिटलाइज गरौँ र डिजिटल सिस्टमबाट बिमा गर्ने विधिलाई विकास गरौँ। र यो यति सजिलो हुनेछ कि तपाईँको चाहिँ यो डिजिटल सिस्टमबाट हर व्यक्तिले आफ्नो बिमा रकम पनि त्यही सिस्टमबाट पे गर्न सक्छौँ। अहिलेको बिमाले कहाँनिर बिमा गर्न जाने हो र बिमाको रकम कहाँ क्लेम गर्न जाने हो कसैलाई थाहा छैन। त्यसो भएको कारणले डिजिटल सिस्टमबाट यो बिमा सिस्टमलाई अगाडि बढाउँ र अहिले यो बिमा सिस्टमलाई अहिले हामीले यसलाई विकास गर्न सक्यौँ भने जस्तो सुकै रोग लागोस्, जति सुकै खर्च होस्, यो सिस्टमले बेहोर्न सकिन्छ, व्यक्तिको निजी रूपमा लाग्दैन। त्यस भएकाले यो सक्नुहुन्छ, अहिले गरोस्। अहिलेको सरकारले स्वास्थ्य मन्त्रालयले सक्नुहुन्न भने हामी सक्छौँ, म सक्छु। त्यसो भएको कारणले यो कार्यक्रमको बारेमा केही सिक्न चाहनुहुन्छ भने आउनुहोस्, म अलिकति बताउन तयार छु। र सभामुख महोदय, यस्तो कार्यक्रम हुँदाहुँदै पनि यसलाई कम्पनी मोडेलमा लाने गरी खास गरी भनिरहेको छ स्वास्थ्य बिमालाई कम्पनी मार्फत चलाउँछु र बिमा स्वास्थ्य बिमा व्यापारको विषय कदापि हुन सक्दैन सरकार। त्यस भएकाले यदि स्वास्थ्य बिमालाई व्यापारको विषय बनायौँ भने म यही रोस्ट्रमबाट च्यालेन्ज गर्न चाहन्छु कि वास्तवमा फेरि पनि जनताको स्वास्थ्यलाई व्यापारको विषय बनाइयो भने यसलाई वास्तवमा हामी राम्रैसँग हेरिरहेका छौँ कि स्वास्थ्य बिमालाई, स्वास्थ्य जस्तो क्षेत्रलाई फेरि पनि व्यापारको विषय बनाएर जनतालाई खर्च बढाउने, जनतालाई चाहिँ वास्तवमा दिउँसै मार्ने खालको जुन प्रवृत्ति आइरहेको छ, यस्तो कुराको बारेमा म फेरि पनि ध्यान आकर्षण गराउन चाहन्छु। सरकार स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्न, निःशुल्क उपचार गर्नेतर्फ बजेटको विनियोजन गर्नुको साटो कुहिरोको काग चाहिँ हराएको देखिन्छ। स्वास्थ्य बिमालाई व्यापारको विषय बनाउन खोज्दैछ। बजेट विनियोजनले ठोस दिशा समात्न सकेको छैन। तसर्थ सभामुख महोदय, मेरो प्रस्ताव छ, मेरो विनम्र आग्रह छ, यो मन्त्रालयको बजेट 1 रुपैयाँ गरियोस्। मेडिकल क्यानाबिस। हामी सभामुख महोदय, नेपालमा क्यान्सर जस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन्, सम्पत्ति पनि सकिरहेको छ। यसै गरी प्राणघातक रोग HIV एड्सको कारण पनि मानिसको जिउ नपाउने अधिकार नष्ट भइरहेको छ। एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो।
यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन्। औषधि नपाएर मर्नुभन्दा वास्तवमा एड्स रोगका बिरामीहरू अब आमरण अनसन गरेर मर्न तयार भएर बसिरहेका छन्। त्यसैले यो गाँजाबाट बन्ने CBD, CBDबाट बन्ने औषधि र यसबाट वास्तवमा हामी प्राणघातक रोगहरूको उपचार गर्न सक्छौँ। यो विश्वले अहिले चाहिँ प्रमाणित गरेर अगाडि आइसकेको विषय हो सभामुख महोदय। त्यसैले गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ, गाँजाको औषधीय गुणलाई वास्तवमा यसलाई चाहिँ वैधानिकीकरण गरौँ। अहिले स्वास्थ्य मन्त्रीजी यो विषय नै अगाडि यो विषय बोल्दै आएको हुनाले उहाँले पक्कै यसको जवाफ दिनुहुन्छ भन्ने मलाई लाग्छ। त्यसो भएको कारणले गाँजाको अरू औद्योगिक प्रयोजनको बारेमा अन्य फोरममा चर्चा गरौँला, तर स्वास्थ्यकै विषय भएको हुनाले CBD यदि 4 ड्रम CBD 200 लिटरका 4 ड्रम CBD यदि नेपालले एब्स्ट्र्याक्ट गरेर निकाल्ने हो भने, गाँजा खेती गरेर निकाल्ने हो भने म ग्यारेन्टी गर्छु कि यो मुलुकको सम्पूर्ण पूर्वाधार वास्तवमा त्यसैलाई बेचेर नेपालको पूर्वाधार निर्माण गर्न सकिन्छ। त्यति मात्र होइन, आज हामीसँग लगेको 15-16 खरबको ऋण कमसेकम 1-2 वर्षमा हामी तिर्न सक्ने ठाउँमा हामी पुग्न सक्छौँ। त्यसैले यसलाई सिरियसली टेकअप गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु सभामुख महोदय। गाँजालाई वैधानिक गरेर त्यसको आम्दानी र स्वास्थ्य मन्त्रालयले त्यसैले चल्नेछ। त्यसो भएको कारणले अरू बजेट बरु कटौती गरिदिन, अहिले 1 रुपियाँ राखे केही फरक पर्दैन सभामुख महोदय। जेनेरिक मेडिसिन सभामुख महोदय, हाम्रो स्वास्थ्य उपचार महँगो हुनुमा औषधिको मूल्य हो। त्यस भएकाले म मन्त्रीज्यूलाई वास्तवमा प्रश्न गर्न चाहन्छु, तपाईँ औषधिको ब्रान्ड बेचिराख्नु भएको छ कि साँच्चै औषधिको फर्मुला चाहिँ बेचिराख्नु भएको छ? औषधि कम्पनीको ब्रान्ड बेचेर अनि त्यस पछाडि औषधिको मूल्य तोक्न पाइन्छ? त्यसो भएको कारणले सभामुख महोदय, औषधिमा वास्तवमा हामीले जेनेरिक मेडिसिन उत्पादन गर्ने र नेपालका उत्पादकहरूलाई यो मेडिसिन उत्पादन गर्न दियौँ भने म ग्यारेन्टी गर्छु कि औषधिमा आज परिरहेको मूल्यमा कमसेकम 80% वास्तवमा हामीले सस्तो बनाउन सक्छौँ। जनतालाई स्वास्थ्य उपचार छुट दिने, स्वास्थ्य उपचार सस्तो बनाउने यो पनि महत्त्वपूर्ण उपाय हो। त्यसो भएको कारणले यो मेडिसिन बनाउनेतर्फ वास्तवमा सरकारको ध्यान जाओस् र जनतालाई स्वास्थ्य उपचार गर्नको लागि जुन चाहिँ तपाईँको औषधि सस्तो बनाउन सक्छौँ, त्यसले पनि जनताको स्वास्थ्य उपचारको प्रत्याभूति गर्न सक्छौँ। त्यसो भएको कारणले सभामुख महोदय, यस्ता धेरै चिजहरूमा वास्तवमा ध्यान नदिने, मेडिकल कलेजहरू निर्माण गर्ने कुरामा स्वास्थ्य तर्फबाट धेरै ध्यान नदिने, 22,000 विद्यार्थीहरू मेडिकल शिक्षा पढ्नको लागि इलिजिबल हुन्छन्, तर हाम्रो कोटा करिब 1800 कोटा बोकेर बसेका छौँ। अरू हजारौँ विद्यार्थीहरूलाई लाखौँ करोडौँतिर विदेश पढ्न पठाउँछौँ। यो पनि हाम्रो समस्या भइरहेको छ। त्यसो भएको कारणले सभामुख महोदय, अब राख्न त 1 रुपियाँ पनि किन राखौँ जस्तो लाग्छ, तर पनि 1 रुपियाँ चाहिँ छोडिदिएँ, 1 रुपियाँ चाहिँ होस्। धन्यवाद छ सभामुख महोदय।